Hello guys. Alriga. Hello guys. ल हामी चाहिँ आज नानीलाई स्कुल छोड्न जाँदै है पहिलो पटक। अनि हजुरले युट्युबमा राखिदिनुहुन्छ। ल भन हाय गाइस। अरे भन के? आज त हामी मेरो स्कुल हेर्दै जाँदैछौँ। मसँग त सबै हुन्छ मेरो स्कुल हेर्नको लागि। तर मेरो मामुले देखिसक्नु भइसक्यो, त्यही भएर अनि मेरो बाबाले त देख्नु भएको छैन, त्यही भएर आज मामु र बाबा जानु भएको मलाई स्कुल पुऱ्याउन। भोलिदेखि बाबा मात्रै, आज देखेन भन। ल के अरु अनि आज चाहिँ स्कुल याद हुन्छ, अनि पछि हामी र बाबाहरू एक्लै जाने। अरे मामुलाई त यहाँ गर्मी भएको छ, हामीलाई त कहाँ गर्मी भयो। यति बिहान पनि यस्तो हुन्छ र। अनि बाबा आउँदा कस्तो लागिरहेको तपाईलाई? मलाई त राम्रो लाग्छ। ए ब्याक क्यामेरा गराउनु न मेरो स्कुल हेर्नको लागि। मैले स्कुल आए भन्छु, हजुरले चाहिँ ब्याक क्यामेरा गर्नु हो। अनि यता हेर न, तिमी छ नि बाबासँग पहिलो पटक स्कुल जाँदा कस्तो फिल गर्नु भएको छ ल भन्नु? मेरो स्याड नै भएको छैन, खुसी मात्र भएको छ। हो अरु के छ? हजुर त ठिक छ। भनेपछि हामी आज पहिलो अलिकले हामीलाई स्कुल लाँदैछौँ आफ्नो स्कुल होइन हो? अनि त्यहाँ मेला पनि छ। हो अनि त्यहाँ मेला हेर्ने कि पढ्ने? पढ्ने र मेलामा जाने। ल गाइस, यो आज चाहिँ म नानीको स्कुल जाँदैछु। यो कुमारी प्याटी, काठमाडौँको ललितपुरको कुमारी प्याटी है। अलिका अहिले चाहिँ धेरै चेन्ज भएको रहेछ होइन। अनि यहाँनिर यो रुखहरू यसरी संरक्षण गरेको सल्लाह है अलिका। ओ त्यहाँ चाहिँ गार्डन रहेछ है गाइस। अहिले चाहिँ राम्रो बस्नु बनाएको रहेछ त्यहाँ पार्क है। ल अगाडि हिँड, ल कुदा कुदा। वाउ हजुर ल खुट्टा दुख्यो? हेर यता कस्तो लागिरह? मजा आइरह? राम्रोसँग पढ्ने ल हस्। भित्रै जाने म छिट मिल्दैन। किन प्यारेन्ट्सलाई दिनु पर्यो नि? प्यारेन्ट्सलाई दिएन भने त म त रोइदिन्छु। मलाई जानु दिएन भने त म रोइदिन्छु नि। यहाँबाट उता जेब्रा क्रसबाट काट्नु पऱ्यो नि त। नि क्या नि हुनु परेन? ल अब यहाँबाट ल अब तिमी गफ दिँदै हिँड। ल हामी चाहिँ अब स्कुल लगभग आइयो है। आइयो कि नै? कति टाइम लाग्छ? कति टाइम लाग्छ भन्छ? यता हेर त। अब मैले हजुरको बनाइदिन्छु।